मा स्वागत छ। आज हामी एकदमै चासोको विषयमा कुरा गर्दैछौँ है, अमेरिका, इरान र विश्व अर्थतन्त्र। सुन्दाखेरि यो विषय अलिकति हेभी वा जटिल लाग्न सक्छ, तर हामी यसलाई एकदमै सरल बनाएर हेर्नेछौँ। खासमा यी दुई देशबीचको जुन यो निरन्तरको भू राजनैतिक खिचातानी छ नि, यसले सिङ्गो विश्वको बजारलाई कसरी हल्लाइरहेको छ भन्ने कुरा बुझ्न साँच्चै नै महत्त्वपूर्ण छ। ल, सुरु गरौँ है त। अब आजको हाम्रो यो पुरै विश्लेषणको जग भनेको ठ्याक्कै यही स्रोत सामग्री हो। विश्व अर्थतन्त्रमा इरान र अमेरिकाको निरन्तरको अवस्था। अनावश्यक कुराहरूलाई एकछिन थाती राखौं र सिधै यो मूल विषयमै केन्द्रित हौं। यो सानो वाक्यले नै प्रश्न पार्छ कि हामीले के खोजिरहेका छौं। यी दुई देशबीचको जुन अन्तर्क्रिया छ नि, त्यसले विश्वव्यापी मञ्चमा कसरी प्रत्यक्ष असर पारिरहेको छ भन्ने कुराको ठ्याक्कै खाका यसैबाट निस्कन्छ। यहाँनिर एकदमै रोचक दृश्य देखिन्छ। एकातिर अमेरिका छ अनि अर्कोतिर इरान। यो सम्पूर्ण भू राजनीतिक र आर्थिक खेलको केन्द्रबिन्दु नै यी दुई शक्ति हुन् भन्दा फरक पर्दैन। यहाँ कसैको पक्ष वा विपक्षमा वकालत गर्न खोजिएको पक्कै होइन है, बरु यी दुई देशहरू एक आपसमा कसरी त्यति गहिरोसँग जोडिएका छन् भन्ने तथ्यलाई एकदमै तटस्थ रूपमा बुझ्ने हाम्रो प्रयास हो। यो आम्ने सामनेको अवस्था पक्कै पनि सामान्य होइन, किनकि यसले विश्व अर्थतन्त्रको निकै ठूलो हिस्साको मुटुको धड्कन नै तलमाथि पारिरहेको हुन्छ। अनि यहाँनिर ध्यान दिनुपर्ने सबैभन्दा मुख्य कुरा के हो भने नि, हामी कुनै एउटा सकिसकेको ऐतिहासिक घटनाको कुरा गरिरहेकै छैनौँ। स्रोत सामग्रीले नै स्पष्ट रूपमा यसलाई निरन्तर चलिरहेको अवस्था भनेको छ। यसको सिधा अर्थ हो, यो सम्बन्ध कतै रोकिएको वा स्थिर छैन। यो एकदमै सक्रिय छ, छिनछिनमा परिवर्तन भइरहन्छ र हरेक दिन यसले नयाँ रूप लिइरहेको हुन्छ। यो एउटा यस्तो चलिरहेको श्रृङ्खला हो जसको सानो कम्पनले पनि निकै टाढासम्म आफ्नो प्रभाव छोड्ने गर्छ। र अघि हामीले भनेको त्यो विशाल मञ्च अरू केही नभएर यही विश्व अर्थतन्त्र हो। स्रोत सामग्रीले पनि ठ्याक्कै यही समष्टिगत आर्थिक क्षेत्रलाई नै आधार मानेर विश्लेषण गर्नुपर्ने कुरा औल्याएको छ। यो कुनै एउटा सानो भौगोलिक क्षेत्रको मात्र कुरा हुँदै होइन नि, अन्तर्राष्ट्रिय बजार, लगानीका ठूला अवसरहरू र विश्वव्यापी ऊर्जाको प्रवाह, यी सबै कुरा यही मञ्चमा मापन गरिन्छ। यी दुई देशका गतिविधिले निकाल्ने भूराजनीतिक तरङ्गले अन्ततः विश्वभरिको मूल्य मान्यता र आपूर्ति श्रृङ्खलालाई कसरी डोहोर्याइरहेको छ भन्ने कुरा बुझ्न साँच्चीकै नै जरुरी छ। अब यो विश्लेषणको अन्त्यतिर आइपुग्दा एउटा एकदमै गम्भीर प्रश्न खडा हुन्छ। आखिर यो निरन्तरको अवस्थाले विश्व अर्थतन्त्रलाई कसरी आकार दिइरहेको छ त? यो विशिष्ट भूराजनैतिक अवस्थाले भोलिका दिनमा कस्ता आर्थिक परिणामहरू ल्याउला भन्ने कुराले पक्कै पनि थप खोजी गर्न बाध्य बनाउँछ। यो शक्ति सङ्घर्ष र आर्थिक सन्तुलनको खेलले आगामी दिनमा विश्व अर्थतन्त्रलाई कता लैजाला? यो यस्तो प्रश्न हो जसको उत्तरले नै सम्भवतः भोलिको विश्वको आर्थिक भविष्य तय गर्नेछ। यसबारे सोच्दै गर्नुहोला है।